थ्याङ्क यू सरकारको ठुलो हात छ यो बनाउनुमा। भारत सरकारले पनि यो पहल गर्नुभएको हो सबभन्दा भन्नुपर्दा, वास्तवमा भन्नुपर्दा। 3टा सरकार हुन्छ, 1 महिनामा 3टा सरकार आइहाल्छ, त्यो कसले बनायो भन्ने कहाँ केपी सरकारलाई क्रेडिट दिन सकिन्छ नि, सकिँदैन। केपी ओलीको पारामा भयो के यो के अरे पहल। स्वागत छ। हजुर नमस्कार। तपाईँ चाहिँ यहीँ क्रिकेट प्रेमी होइन? कुन टिमको समर्थन गर्न आउनु भएको छ? किङ्सको। किङ्स हजुर। सबैभन्दा मनपर्ने खेलाडी सन्दीपको म डायट फ्यान। सन्दीपको लागि हजुर समर्थन गर्न आउनु भएको छ? हजुर। यो हाम्रो जुन रातिकालीन अवस्थामा खेल्ने यो टियु ग्राउन्डमा हाम्रो फ्रन्ट लाइनमा खेल्ने सिस्टम भयो, यस विषयमा तपाईँ के भन्नुहुन्छ? म धेरै खुसी छु। रात्रिकालीमा नेपाली प्लेयरलाई गाह्रो हुन्छ विदेशमा गयो बेला, त्यो ऊ पनि हुन्छ, अनुभव पनि हुन्छ हामी खेल्दाखेरि, त्यो सजिलो हुन्छ। सबै पछि विश्वको पनि आइरहेको छ नजिक नजिक, त्यही भएर नेपाली खेलाडीहरूले पनि यो अनुभव बोलिरहेका छन् भनौँ न होइन, रातिकालीन अवस्थामा खेल्दाखेरि होइन। यो हाम्रो टियु ग्राउन्ड हाम्रो केपी ओलीले बनायो भन्छ नि, यो त के हो? केपी ओलीको पारामा भयो के यो के अरे पहल भयो। अनि नेपाल सरकारको पैसा नभएर त हुँदैन नि त। पैसा त नेपाल सरकारकै हो होइन, तर उहाँकै पालामा भयो भन्ने चाहिँ कुरो चाहिँ ठिक हो होइन? त्यो 3टा सरकार हुन्छ, 1 महिनामा 3टा सरकार आइहाल्छ, त्यो कसले बनायो भन्ने कहाँ केपी सरकारलाई क्रेडिट दिन सकिन्छ नि, सकिँदैन। त्यो त थ्याङ्क यू। सरकारको ठुलो हात छ यो बनाउनुमा। भारत सरकारले पनि यो पहल गर्नुभएको हो सबभन्दा भन्नुपर्दा, वास्तवमा भन्नुपर्दा। थ्याङ्क यू।